माथि माइलाको घरबाट आउँदै थिएँ यसो फेरि कुन काम छ यो आज पनि ट्याक्कै यो होला कार्यक्रम भनेको अनि आइदिएँ म उबेला पनि एउटा थिएँ अब उबेला मैले यो स्कुलको बारेमा भनेको थिएँ अब उबेला मैले छविलाल गिरी काकाको बारेमा भनेको थिएँ अब बाजे पनि समाजकै लागि खट्या थिए नाति पनि समाजकै लागि खट्या छन् उहाँलाई धेरै धेरै धन्यवाद छ अनि अहिले धेरै परिवर्तन भइरहेछ यो स्कुलमा खुसी लाग्यो प्रधानाध्यापक बाबुलाई पनि धेरै धेरै धन्यवाद राम्रो काम गर्नुभएको छ अनि हाम्रो यो माइक पनि यो साउन्ड सिस्टम भन्नु के भन्छ त्यही हो नि बाबु हो यो साउन्ड सिस्टम के सिस्टम सिस्टम होइन सिस्टम होला सिस्टम पनि यो प्रेम गिरी बाबुले यहाँ यो स्कुलको लागि गर्नुभएको रहेछ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यो स्कुलमा धेरै परिवर्तन भएको छ भन्ने सुनेको छु अक्षय कोष दाताहरूले पनि धेरै सहयोग गर्नु भएको छ भन्ने पनि सुनेको छु मैले अनि हाम्रो अध्यक्ष नानीले पनि एकदम अहिले जागरुक भएर काम गरिराख्नु भएको छ अनि हाम्रो मन्त्री बाबु पनि आउनु भएको छ र अब नाम चाहिँ म बुढी मान्छे अब उहिलेमा त प्रधान हुन्थ्यो के पञ्चायत भन्थ्यो अहिले यहाँ वडा अध्यक्ष गाउँपालिका अध्यक्ष के छन् अब उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यहाँ आएकोमा अनि यो उहाँ युवाहरूको दरिलो खम्ब हुन् अब यस्तो छ क्या अनि म बुढी मान्छेको यस्तो छ अनि कोही पनि छैन सबै चित्त भइसकेका छन् अनि अब यस्तो छ अब के गर्ने यो स्कुलको धेरै परिवर्तन खुसी लाग्यो मलाई अरूभन्दा नि यस्तो छिट्टिएको सबै मान्छे रहेछन् अनि म त नाच्दै नाच्दै यो हाइया र फरिया जनमाथि सर्छु झन् तल झर्छ भनेको म त अब जस्तै खुसी लाग्यो राम्रो छ धेरै राम्रो परिवर्तन भएको छ राम्रो भएको छ अब धेरै अब हाम्रो नानी बाबुहरूलाई पनि यहाँ धेरै सहयोग गरेका छन् अब खुसी लाग्यो फेरि आउँदै गर्छु अब अझै प्रगति देख्न पाऊँ अर्को चोटि भन्छु क्या छ बुढो मान्छेहरू यहाँ तरुनी बुढी आइछ अब यस्तो हाँस्नु ल अब यस्तो त ठिक छ अब सबैजनालाई रमाइलो होला